ल यहाँ चाहिँ कृष्णपुरको एकजना भाइ हुनुहुन्छ। सुरुमा भाइको परिचयबाट म सुरु गर्छु। भाइको नाम? सुनिल बिक। कुन स्कुलमा पढ्ने? कञ्चनमावि, कृष्णपुर, वार्ड नम्बर 7 कञ्चनपुरबाट। हिजो चाहिँ यहाँ राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता चलिरहेको छ। यही कार्यक्रममा भाइले गीत गाइरहँदाखेरि भाइले चाहिँ गाउन पाउनु भएन, बिचैमा बत्ती गएर रोकियो होइन। आज चाहिँ भाइले त्यो गीत पुरा गर्नुहुन्छ है त। सुरुमा मैले भाइलाई चाहिँ हिजै गाएको गीत गाउनका लागि मैले अनुरोध गरेँ। भाइलाई यो गीत गाउनुभन्दा अगाडि म थोरै जोड्न चाहन्छु। भाइको परिवारमा, फ्यामिली ब्याकग्राउन्डमा को हुनुहुन्छ? घरमा को हुनुहुन्छ? आमा, बुवा, हजुरआमा। कतिजनाको परिवार? 5 जनाको परिवारमा अङ्कल, बुवा, बाजे कसैको पहिला कोही गीत गाउनुहुन्थ्यो? को गाउनुहुन्थ्यो? बाजे। मतलब त्यसरी क्यासेटमा त्यस्तो नै गाउनुहुन्थ्यो? ए, त्यही भएर बाजेबाट भाइलाई प्रेरणा मिलेको हो। भाइले स्पेसल कस्तो गीत मनपर्छ? धेरै जसो देउडा। आधुनिक दोहोरी पनि अलिअलि गाइन्छ? थोडा गाइन्छ। ल म भाइबाट सुरुमा ल त्यो हिजोको गाउन बाँकी रहेको गीतलाई म सुरुदेखि फेरि ल गाउन अनुरोध गरेँ। ल भाइ गाइदिउँ। शिवरात्रि मेला साया गई म पन आया, शिवरात्रि मेला भेट भएका बेला अङ्गालो हालिहाल्छु, भेट भएका बेला अङ्गालो हालिहाल्छु, भेट भएका बेला साइरै छौ पागल निकै हौ सोचेको थिया, साइरै छौ पागल करेन्ट लागला म त हुँ बिजुली तारा, करेन्ट लागला म त हुँ बिजुली तारा, करेन्ट लागला यही फुलका भाडी रानी मौरी छिन कि, यही फुलका भाडी रूपका पछाडि नलाग्बा दुःख होला, रूपका पछाडि नलाग्बा दुःख होला, रूपका पछाडि पक्कै पनि रूपका पछाडि लाग्ने मान्छे धुपले बालु भन्या सल्किँदैन क्या, रुधुपले तमरातै रूपले म पन बिगडी गया, तमरातै रूपले म पन बिगडी गया, तमरातै रूपले। धन्यवाद। ल भाइले चाहिँ यति राम्रो गीत गाएपछि मलाई पनि मन पर्यो होइन। भाइले देउडा गीत साह्रै राम्रो। देउडा गीतमा पनि भाइलाई सबैभन्दा मनपर्ने गीत चाहिँ कुन? यही गीत मनपर्छ। यो गीत खासमा कसले गाउनु भएको? मलाई पनि थाहा भएन भाइ। अब ठिकै छ। अब देउडाका अलावा आधुनिक गीत, फिल्मी गीत यस्तोमा मनपर्ने अथवा आफूले गाइरहने, गुनगुनाइरहने त्यस्तो कुनै गीत छ अरू? ल एउटा के गीत गाउने? ल सुरुमा चलचित्र, आधुनिक अथवा दोहोरी? ल फुलपाती भाकेर हो। ल जो हो ल गाइदिनुहोस्। फुलपाती भाकेर मनका मना आयो बन्दीपुर, जुनु जस्ती मायालाई मनका मना गच्छ सुर, तिमीलाई भक्तोला मन मिल्ने मायालाई मनका मना तुमै राखौला। ल ठिक छ। यति गाउँ। भाइको एक लेभलबाट सुरु भएर अर्को लेभलसम्म पुग्यो, त्यही पनि आवाज राम्रो छ। अब चाहिँ एउटा दोहोरी गीत गाइदिनु ल भाइ। दोहोरी हुन्छ नि, दोहोरी गीत गुनगुनाउने गरेको छैन? हो त्यो पक्का ठ्याक्कै। ल हे झिल्लिमिल्ली हातमा घडी नाम बताइदेऊ, घर मेरो बैताडी दाटे ओखरा, यति राम्री तारुको छोरा, कति छन् है मोबाइलका कभर, भन्नुहोस् न नि कति छन् लभरा,
दाते हो खरा यति राम्रो ल। तारुको रमाइलो ठट्टेलो गीत भाइ। अब अन्तिममा मैले भाइलाई अनुरोध गरेँ अब एउटा हिन्दी गीत पनि गाइदेऊ। मलाई यो भिडियो रेकर्ड गरिरहँदाखेरि अशोक दर्जीका पहिला पुराना भिडियोहरू मैले याद गरिरहेको छु, सम्झिरहेको छु होइन। ल भाइ पनि ठ्याक्कै अलि हुलिया अलि त्यस्तै त्यस्तै टाइपको मैले मेरो एउटा मानसपटलमा एउटा चित्र बनेको छ। भाइले अब मैले अन्तिममा एकचोटि हिन्दी गीत गुनगुनाइदिन अनुरोध गरेँ। जुनसुकै जुन सबभन्दा राम्रो लाग्छ, सबभन्दा राम्रोसँग गीत गाउन आउँछ त्यो गीत मैले गुनगुनाउन अनुरोध गरेँ। ल। पल पल जीना मुहार मेरे तेरे बिना सारे नशे बेकार तेरी आंखों के सिवा करने जाता बेहार रहता तेरा इंतजार मेरे ख्वाबों में आन करके सोला सिंगार क्यों तू होश में आता नहीं शक्ल क्यों दिल पे पाता नहीं क्यों मोड़ो तुमसे जो देरा जिते अब तू नजर नाने सोनिया यूं तेरी सरवाना मेरी जान ना ले ले कान के पीछे जुल्फ सुखाना मेरी जान ना ले ले। ल हस् हस् भाइ एकदम धन्यवाद। भाइ चाहिँ अहिले कृष्णपुर नगरपालिकाबाट यहाँ खेलाडीका रूपमा आउनुभएको। हो खेलाडी कुन खेलको? मार्च पास ए मार्च पासको रूपमा आउनुभयो तपाईँ। ल ठिक छ, तपाईँलाई धेरै धेरै धन्यवाद। एउटा विशेष गायनको तपाईँमा मैले एउटा अद्भुत ट्यालेन्ट देखेँ होइन। यसलाई निखार्नु होला भविष्यमा, तपाईँको जीवनमा अझै प्रगति हुँदै जाओस्। धेरै धेरै धन्यवाद। अनि हाम्रो कञ्चन मिडियाको तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना पनि। हस्, धन्यवाद।